एकदमै चाखलाग्दो तर त्यत्तिकै गम्भीर विषयमा आजको यस विश्लेषणमा स्वागत छ। आज हामी एउटा यस्तो अनौठो विश्वव्यापी विरोधाभासको कुरा गर्दैछौँ जसले हामी सबैलाई सोच्न बाध्य बनाउँछ। एकातिर देशहरूमा कामदारको चरम अभाव छ, तर अर्कोतिर तीनै देशहरू मानिसहरूलाई भित्र छिर्न नदिन सीमामा अर्बौं डलर खर्च गरिरहेका छन्। र यो सबैको केन्द्रमा एउटै कुरा छ, त्यो हो चरम जलवायु असमानता। यो विरोधाभास कस्तो छ भने नि, यसो कल्पना गरौँ त, कोही मानिस भोकले सिकिस्त छु भनेर कराइरहेको छ, तर सँगसँगै उसले खानेकुराले भरिपूर्ण आफ्नै कोठाको ढोकामा बाहिरबाट कडा ताल्चा पनि मारिरहेको छ। सुन्दा कस्तो अपत्यारिलो लाग्छ, होइन र? तर अचम्मको कुरा के छ भने अहिले युरोपको वर्तमान अवस्था ठ्याक्कै यस्तै छ। यो कुराको चुरो कुरो बुझ्नको लागि सबैभन्दा पहिले युरोपको बढ्दो जनसाङ्ख्यिकीय सङ्कट र त्यहाँ कामदारहरूको कति धेरै आवश्यकता छ भन्ने कुराबाट सुरु गरौँ। तथ्याङ्कहरू हेर्दा स्थिति एकदमै प्रष्ट हुन्छ। युरोपियली सङ्घका 27 मध्ये 22 देशहरूमा सन् 2050 सम्ममा काम गर्न सक्ने उमेर समूहको जनसङ्ख्यामा एकदमै ठूलो गिरावट आउने प्रक्षेपण गरिएको छ। यो भनेको अर्थतन्त्र चलाउन मान्छे नै नहुने अवस्था हो। अनि यसले त्यही जनसाङ्ख्यिकीय सङ्कटको अर्को डरलाग्दो पाटोलाई पनि छर्लङ्ग पार्छ। एकातिर काम गर्ने मानिसहरू घट्दैछन्, अनि अर्कोतिर 65 वर्ष माथिका नागरिकहरूको सङ्ख्या चाहिँ ह्वात्तै बढ्दैछ। अझ 85 वर्ष माथिको जनसङ्ख्या त दोब्बरभन्दा बढी नै हुने अपेक्षा गरिएको छ। यसले गर्दा त्यहाँको स्वास्थ्य सेवा र पेन्सन प्रणालीमा पक्कै पनि अकल्पनीय दबाव पर्ने निश्चित छ। तर यहाँनिर एउटा एकदमै गम्भीर विरोधाभास सुरु हुन्छ। भर्खरै हामीले हेर्यौं नि, एकातिर कामदारको यस्तो गहिरो आवश्यकता छ, तर अचम्मको कुरा सीमामा भइरहेका गतिविधिहरू भने यसको ठिक उल्टो छन्। मुख्य कुरा यही नै छ, जुन समाजहरूलाई काम गर्ने उमेरका मानिसहरूको अहिले सख्त आवश्यकता छ, तिनै समाजहरूले मानिसहरूलाई आफ्नो देशभित्र पस्न नदिन ठूला पर्खाल लगाउन र कडा निषेधात्मक नीतिहरू बनाउन अरबौं डलर पानी जस्तै बगाइरहेका छन्। यसै सन्दर्भमा ह्युमन राइट्स वाचले युरोपियली सङ्घको भर्खरैको आप्रवासन सम्झौताको मूल्याङ्कन गर्दै यसलाई आप्रवासीहरूको लागि एक विपत्तिको संज्ञा दिएको छ। यो भनाइले यी कडा सीमाना नीतिहरूले चुकाइरहेको वास्तविक मानवीय मूल्य कति भयानक छ भन्ने कुरालाई छर्लङ्ग पार्छ। विभिन्न प्रतिवेदनहरू हेर्ने हो भने अवसरको खोजीमा रहेका मानिसहरूमाथि भइरहेको प्रणालीगत मानव अधिकार उल्लङ्घनको विस्तृत विवरण पाइन्छ। जस्तै सन् 2020 र 2023 को बीचमा मात्रै एजियन सागर पार गर्दै गरेका 55,000 भन्दा बढी मानिसहरूलाई जबरजस्ती फर्काइएको छ। त्यसबाहेक मानिसहरूलाई नदीमा फ्याँकिएको, जबरजस्ती निष्कासन गरिएको र हिंसा गरिएका भयानक विवरणहरू पनि हाम्रा सामु छन्। अब अर्को पाटोतर्फ लागौं र हेरौं कसरी जलवायु सङ्कटले यो सम्पूर्ण जेलिएको प्रणालीको एउटा मुख्य उत्प्रेरकको रूपमा काम गरिरहेको छ। विश्वव्यापी उत्सर्जनको तथ्याङ्क हेर्दा त्यहाँ एकदमै गहिरो असमानता देखिन्छ। साँच्चै भन्ने हो भने संसारका सबैभन्दा धनी 1% मानिसहरूले मात्रै करिब 17% हरितगृह ग्यास उत्सर्जन गर्छन्। यो भनेको विश्वको पुछारमा रहेका आधा जनसङ्ख्याले गर्ने कुल उत्सर्जनभन्दा पनि धेरै हो। ऐतिहासिक तथ्याङ्कहरूले पनि यही कुराको पुष्टि गर्छन्। सन् 1850 यता उत्सर्जन भएका कुल हरितगृह ग्यासको आधा हिस्सा उत्तर अमेरिका र युरोपले मात्रै उत्पादन गरेका हुन्। आजको विश्वव्यापी विस्थापन निम्त्याउने जलवायु सङ्कटको मुख्य जरो नै वास्तवमा यही लुकेको छ। अनि यही गहिरो असमानताले नै मानिसहरूलाई आफ्नो थाथलो छोड्न बाध्य पारिरहेको छ। विडम्बना कस्तो छ भने जसले पृथ्वीलाई तताउन सबैभन्दा कम भूमिका खेलेका छन् नि, उनीहरू नै यसको भयानक परिणामबाट सबैभन्दा नराम्ररी प्रभावित भइरहेका छन्। यसलाई एउटा मानवीय दृष्टिकोणबाट अझ प्रष्टसँग बुझ्न भारतको अहमदाबादमा गरिएको अध्ययनलाई हेरौं। अनुसन्धानकर्ताहरूले त्यहाँका अनौपचारिक बसोबास अर्थात् झुप्राहरूको तापक्रम मापन गर्दा ती झुप्राहरू नजिकैका पक्की घरहरूभन्दा अचम्म लाग्दो रूपमा पुरै 7 डिग्री सेल्सियस बढी तातो भएको पाए। यो बढ्दो उत्सर्जनले उष्णकटिबन्धीय क्षेत्रका जोखिमपूर्ण समुदायहरूको लागि ज्यानमारा वास्तविकता नै निम्त्याइरहेको छ। अत्यधिक गर्मीले हजारौंको मृत्यु भइरहेको छ, गम्भीर पानीको अभाव छ र कृषि उत्पादन घटेर खाद्य सुरक्षामा असर परेको छ। अझ 1.8 अरब मानिसहरू त बाढीको प्रत्यक्ष जोखिममा छन् र सँगसँगै डेङ्ग्यू र हैजा जस्ता रोगहरूको फैलावट पनि तीव्र भइरहेको छ।
यसले एउटा परम जलवायु अन्यायको सिर्जना गरेको छ। एकातिर विश्वको सबैभन्दा गरिब आधा जनसङ्ख्याले कुल उत्सर्जनको जम्मा 12% जति सानो हिस्सा मात्र ओगट्छ, तर अर्कोतिर तिनै मानिसहरूले जलवायु प्रकोपबाट हुने सापेक्षिक आय घाटाको 3/4 अर्थात् 75% भार भोग्न बाध्य छन्। यो त सोझै अन्याय भयो। अब यो चरम विरोधाभासलाई साँच्चै सम्बोधन गर्ने हो भने हाम्रो आर्थिक रणनीतिमा ठूलो परिवर्तन ल्याउनु र लगानीको ठूलो अभावलाई पूर्ति गर्नु एकदमै जरुरी छ। कडा सीमा निर्माणमा त्यति धेरै खर्च गर्नुको सट्टा बुद्धिमानी नीतिहरू अपनाउने हो भने समाधान अर्कै हुन सक्छ। जस्तै आप्रवासीहरूको उद्गम क्षेत्रमै जलवायु उत्थानशीलता निर्माण गर्ने र आप्रवासनलाई समस्याको रूपमा भन्दा पनि युरोपको कामदार अभावको समाधानको रूपमा हेर्ने। यसका साथै सार्वजनिक सेवाहरूमा पनि समावेशी लगानी गर्नुपर्ने हुन्छ। तर अहिलेको वित्तीय वास्तविकता हेर्ने हो भने चाहिँ एउटा डरलाग्दो खाडल प्रष्टै देखिन्छ। विकसित राष्ट्रहरूले सन् 2020मा समग्र जलवायु वित्तको लागि 83 अरब डलर उपलब्ध गराएका थिए। तर जोखिममा रहेका देशहरूलाई सन् 2030 सम्ममा वार्षिक रूपमा 1.8 ट्रिलियन डलर आवश्यक पर्ने देखिन्छ, जुन अहिले उपलब्ध रकमको छेउछाउ पनि आउँदैन। यहाँनिर एउटा एकदमै रोचक तथ्याङ्क छ। विश्वका अति धनी व्यक्तिहरूमाथि मात्र 1.5% को सामान्य प्रगतिशील सम्पत्ति कर लगाउने हो भने पनि त्यसबाट वर्षमा 295 अरब डलर सङ्कलन गर्न सकिन्छ। यति रकमले त विश्वव्यापी अनुकूलन कोषको सम्पूर्ण अभावलाई नै सहजै पूर्ति गर्न सक्छ। समाधान त हाम्रै अगाडि छ। यसबाहेक अर्को विडम्बना पनि छ। जो मानिसहरू सबैभन्दा खराब जलवायु झट्काहरूको सामना गरिरहेका छन् उनीहरूसँग नै सबैभन्दा कम सुरक्षा छ। कमाए भएका देशहरूमा 10% भन्दा कम मानिसमा मात्र सामाजिक सुरक्षा जालको पहुँच छ, जबकि धनी राष्ट्रहरूमा यो पहुँच आधाभन्दा बढी मानिसहरूमा पुगेको छ। अब हामी यो विश्लेषणको अन्त्यमा आइपुगेका छौं। एकातिर कामदारहरूको अकाट्य आवश्यकता छ, अर्कोतिर सीमा रोक्न खर्च गरिएका अर्बौं डलर छन् र सँगसँगै चरम जलवायु अन्यायले मानिसहरूलाई विस्थापित गरिरहेको छ। यी सबै कुरालाई एकै ठाउँमा राखेर हेर्दा एउटा गम्भीर प्रश्न उब्जिन्छ। जब यति धेरै स्रोत साधन मानिसहरूलाई मात्र बाहिर राख्न खर्च गरिन्छ, यसले हाम्रो आधुनिक विश्वका वास्तविक प्राथमिकताहरूबारे के उजागर गर्छ? यसबारे हामी सबैले गहिरिएर सोच्न आवश्यक छ।